तो हेलो एन्ड गुड मर्निङ गाइस आयो भने सबजना सब्जानु हुनुहुन्छ होला पनि जानेछौँ होइन आज हामी टक्कलाले यता खोलातिर माछा मार्न आएको होइन अब यहाँ सोहन अनि राजी अनि भाइ होइन अनि त्यही नै हो अनि उहाँ चाहिँ ऊ एउटा उहाँ कपडा धुने मान्छे हो टक्कला र उहाँ उयो भन्दै बस्यो तर देख्यो होइन है उयो यता हेर्दा उयो सुशान्त अब हेर्दै जानु राजुको भिडियो चाहिँ धेरै नै स्पेसल छ होइन सुरुमा चाहिँ कुकुर च्यानमा नयाँ हुन्छ लागि सब्सक्राइब गरिदिनु होला अब चाहिँ हामी अब सिधै माछा मार्ने स्पटमा गएर भेट्छौँ होइन अझ यहाँ एउटा भुटीको बुनी भइसक्यो है गाइज यत्रोमा भुटी ठुलै होइन गाइज अझ चाहिँ हामी टक्कलाएर स्पटमा पिएकै थिएन एउटा भुटी मरिहाल्यो यहाँ चाहिँ यस्तो केटाहरू टक्कलाएर माछा मार्दै होइन आइसकेको छ होइन गाइज हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ हामीले अब टक्क लाएर झुल हान्ने हो होइन माछाहरू छ तर यहाँ क्यामेरामा देखि छैन होला अब सिधै अब यहाँ हेर्नु है त हामीले कसरी झुल हान्छौँ है त यहाँ झुल चाहिँ निकालिदिइराखौँ होइन गाइज ओहो खिचै खिचा कराएँ गाइस त कराएँ कराङ माछा भन्छ लाँदा त्यो उसले भाइ भुटी पनि रहेछ यी सानाहरूलाई त छोडिदिउँ है नेपाली है त गाइज यहाँ यही ठाउँमा अहिले चाहिँ यहाँ यी पुरै सानो बाक्लो झोल होइन यहाँ हेर्न सक्नुहुन्छ पुरै खिचिरा होइन कलाएर मस्त झोल हुन्छ यसको अब फेरि एकपालि अब यही ठाउँमा गर्छौँ होइन अनि त्यही नै गाइज अब भिडियो चाहिँ छ हेर्नु होला है त गाइज अब के कस्तो लाग्छ अनि प्यारो कमेन्ट पनि गर्नु होला होइन कत्रो त्यहाँ त कहाँ हात हाल्यो देखिरह अलि हुर्तो बिच्चा बारे ल अल्छे मात्र उसले आयो भाडा लिएर आइदिन्छ पकाएर खान्छौँ है गाइज आज मारेको माछा पुरानै पार्टी त्यहाँ हेरौँ न अझै हेरौँ न ठुल्ठुलै हो त अलिअलि बाक्लो झोल हान्दा नि यहीँ अन्त यत्रै
चाहिँ टक्क लाएर फर्स्ट डेस्टिनेसनबाट यति माछा माऱ्यौँ फर्स्ट डेस्टिनेसनबाट यति धेरै है हेर्नु सक्नुहुन्छ होइन। अब त्यहाँ टक्क लाएर बल हालेर चाहिँ यहाँ माछा टिकामा लगाएको त्यही नै हो। यहाँबाट ढुङ्गा छ कि त्यहाँ चाहिँ अब आई थिङ्क बामहरू होला होइन, त्यही नै हो गाइज। ढुङ्गा चाहिँ यही नै हो गाइज होइन। अब हामीले हल्लाउने ए आऊ केटा आऊ छिटो, अब यहाँ बाम निस्किन्छ कि के निस्किन्छ। यसमा हल्का आश छ के अरे यसो बामहरू निस्किन्छ अन्य होइन, जस भोटीहरू त निस्किन्छ होइन। छिरे थियो यहाँ अझ हामी यहाँ टक्कला सेकेन्ड डेस्टिनेसनतिर जानु लाग्यो होइन गाइज, त्यही नै हो। अब हाम्रो सेकेन्ड डेस्टिनेसन चाहिँ यता छ होइन। हामी उहाँ तल थियौँ, अहिले चाहिँ हामी टक्क लाएर यतातिर अब कहाँ हुन्छ अब हामीलाई पनि थाहा छैन होइन सेकेन्ड डेस्टिनेसन। अब सिधै हामी अब वहीँ सेकेन्ड डेस्टिनेसनमा पुगेपछि भेट्छौँ है त गाइज। जो टक्क लाएर हामी यहाँ सेकेन्ड डेस्टिनेसन आइसकेको छौँ होइन गाइज। यहाँ चाहिँ हामीले के भन्छ अरे झुल थाप्यौँ होइन। यहाँ हेर्न सक्नुहुन्छ माछा यहाँ चाहिँ रहेछ नि यार केटा हो है। यता घन हान्दै अनि यता झुला माछा पर्दै यता झारपातहरू हालिदिउँ होइन। आम्बो माछा त डह्रो खान्छ यहाँ, देखेको छैन होला होइन राम्रोसँग। त्यही भएर यहाँ चाहिँ माछा चाहिँ डह्रै रहेछन् कि। त्यही नै गाइज। अब को च्यानलमा नयाँ हुन्छ ल छिटोभन्दा छिटो लाइक एन्ड सब्सक्राइब गरिदिउँ है त गाइज। ए सर्पाको काजुली हेर न केटा हो। ए म त सुनिनँ नि यार। त्यहाँ हेर्नुहुन्छ है सर्पाको काजुली। आम्बो दोस्तै ठुलो रहेछ त यार, सर्पा नहोस् है त्यही भन्न चाहन्छु। त्यही नै अब चाहिँ हामी यहाँ एकछिन माछा मार्छौँ होइन, अनि त्यहाँपछि तपाईँहरूलाई देखाउँछौँ है त यहाँ कति माछा पर्छ भन्ने कुरो। अझ हामीले चाहिँ यहाँ टक्क लाएर सेकेन्ड डेस्टिनेसनबाट पनि माछा मारिसकेको छौँ होइन। अब यहाँ हेर्न सक्नुहुन्छ माछा चाहिँ है धेरै मेन भनेको भोटी है। ल केटा ल यहाँ हेरौँ माछा। हाम्रो ए माछा उफ्रेला नि खोइ यसो एकपालि माथि उठाउँ त, माथि माथि। ओ उफ्रियो उफ्रियो ल त यहाँ हेर्न सक्नुहुन्छ माछा चाहिँ है। हाम्रो भोटी पनि ठुल्ठुला छन् है गाइज। अब चाहिँ तपाईँहरूले यस्तै यस्तै कन्टेन्ट अब यो च्यानलमा देख्न पाउनुहुन्छ होइन। अब पछि अब अलि राम्रै कन्टेन्ट हाल्छु होइन। अब तपाईँहरूलाई अब यस्तोमा इन्ट्रेस्ट छ भने च्यानल लाइक एन्ड सब्सक्राइब गरिदिनु होला होइन। छिटोभन्दा छिटो अब 1K सब्सक्राइब पुऱ्याइदिनु पऱ्यो होइन। अहिले चाहिँ कति पुग्यो भन्दा 190 को समथिङ होला होइन, कि चाहिँ बढ्यो थाहा छैन। अब त्यही नै गाइज। हेर्न सक्नुहुन्छ माछा टक्क लाएर झोलामा हाल्दै राजी।
छिलिम समीर चाहिँ हामी टक्क लाएर सामानहरू लिएर यता खोलातिर आइसक्यौँ होइन अहिले हामीले दिउँसो माछा मारेको थियौँ नि अब त्यही माछा खानलाई अनि अगाडि यहाँ केटाहरू छन् होइन सबै मिलेर टक्क लाएर खाने होइन गाइज अघि यहाँ कुना खामके र आज हाम्रो माछा हान्ने स्पोट चाहिँ यहीँ केटा हो ठ्याक्कै हेऱ्यो कुनामा त्यत्रो गएरमा त्यही नै अब चाहिँ हामी यहाँ बनाउँछौँ होइन आगो बाल्ने ठाउँहरू होइन केटा सर सामानहरू चाहिँ सब मेरो ब्यागमा छ होइन यो कराई सब यहाँ केटा दुईवटा थाल तिनवटा केटा यही नै है तिनवटा थाल छ अनि एउटा पानी खाने अनि त्यो कटौरा टमाटरहरू भयो होइन प्याजहरू पनि छ होइन टन्नै चम्चाहरू अनि यो भयो यो पनियोहरू होइन माछा चाहिँ यो तर यो चाहिँ यो चाहिँ के हो पोरो के यस्तै हो के रहेछ यहाँ मसलाहरू पनि छ होइन गाइज अनि चामल मागेर ल्याएको चामल माएर ल्याएको होइन यार त्यस्तो नभन्दा घरबाट ल्याएको यार ल यो अनि माछा पनि है माछा हेर खोइ पुरै धोएर ल्याएको हो धोरो होइन गु खाली होइन साँच्चै खाले होइन माछा हेर जिन्दै रहेछ त्यो एउटा भोटी त यार अनि त्यही नै हो गाई जब अब हामी यहाँ केटाहरूले चाहिँ यहाँ उस बनाउँछन् होइन आगो सागो बाल्ने ठाउँ होइन दुई ठाउँमा एक ठाउँमा चाहिँ खाना पकाउने होइन त्यही नै गाई अब हामी यहीँ खाना पनि पकाउँछौँ त्यो हल्का सानो सानो बनाउनु पर्छ नि कहाँ अब उस पनि ठुलो होइन भाँडो तरकारी कराईमा अनि भात चाहिँ बसालेर छोडिदिनु अब के आज चाहिँ हाम्रो पार्टी भनेको चाहिँ हामी हुन्छ है केटा हो टक्क लाएर त्यो ठुलो भयो यताको दाउरो अट्नु त्यही भएर मैले हो त्यस्तो ठुलो बनाउनु पर्छ भनेको सानो होला नि ठिक्कको बनाउनु पर्छ अलिकति हाइटी बनाउनु पर्छ कि नत्र अन्त त्यो आगै पर्दैन अस्ति नै हरि अङ्कलले हामी खाँदाखेरि चाहिँ यहाँ पर्फेक्ट भइसक्यो होइन एकछिन कुरा गर्दा अहिले हाल्छौँ कि अहिले आगो बाल्ने बेला हाल्छौँ अहिलेको लागि यति नै हो नि अहिले साँच्चै पहिला हेऱ्यो भाँडा धोएर लिएर आऊ केटा माछा उस केमा यो हेरो भाँडा हल्का फोहोर जस्तो अघि अघि अनि त्यो फाल्नु पऱ्यो नि त नि त्यो माछाको आँटा बुढी त्यो त अझै धेरै नै हो यार अर्को चुलो बनाएर आगो बाल्दियो अरे के हामी यहाँ नन म चाहिँ टक्क लाएर हेऱ्यो के भन्छ अरे माछाको उस फाल्न आएको होइन गाइज के भन्छ अरे माछाको उस फाल्न पर्छ नि आँटा बुढी यहाँ फाल्ने कता फाल्ने हो यहीँ फालिदिनु है माछाको अब सिधै अब हामी यो माछाको उस फालिसी भेट्छौँ है त गाइज अहिले चाहिँ हामीले चाहिँ यहाँ सब टक्क लाएर यहाँ सबै माछाको आना भुँडी फालिसकेको छौँ होइन गाइज अब यसलाई मस्त पहाल्छौँ अनि पहालेर अनि उता चाहिँ राजीले चाहिँ टक्क लाएर यता मस्त आगो बालेर भात पकाउँदैछ होइन गाइज आजको हाम्रो गाइज हामी चाहिँ यता खोलातिर खाना आएको यार यस्तो ठाउँ चाहिँ यस्तो छ होइन बवाल छ होइन त्यही नै अब हामी खाने भनेको चाहिँ यही कुनामा हो राजीले चाहिँ यहाँ भात पकाएको हेर्छौँ होइन गाइज अब को च्यानलमा नयाँ हुन्छ लाइक एन्ड सब्सक्राइब गरिदिनु होला है त गाइज हाम्रो चाहिँ राजीले टक्क लाएर राजी कुको नि आजको हाम्रो होइन आजको हाम्रो पार्टी हुन्छ है केटा हल्का बेलुका बसी खाने होइन रमाइलो गर्ने हो गाई छ नि यता चाहिँ टक्क लाएर औषधी पनि रहेछ नि औषधी गर्नु फेरि होइन अब चाहिँ औषधी पाकेपछि चाहिँ यहाँ मैले
बेला भिडियो बनाउँछु होइन भागेर चाहिँ केटा हो एउटा भन्छ चाहदिनँ है के कस्तो राइट भिडियो चाहिँ देखाइदिनँ है कस्तो हो यार मेरो चाहिँ केटा हो उसले यार दाउरा कम्पाउन्ड त खोजौँ न त यस्तो ए भाग्दै नि हुन्छ दाउरा त के अहिले पछि उसमा चाहियो नि त नि हामीलाई मसलाहरू त्यसकै मसला टेस्ट आइहाल्छ लाउनु अहिले जाने बेला मस्त निबार जाने हो नि त्यो साइडतिर हेर न त्यति अस्ति त मजाले पुग्छ नि यार त्यत्रो तेल त पुरै हाल्दै पनि मतलब भएन किनकि सर के लेबिनेसले बनाइदिएको त्यो झोलाभित्र हेर्छ छैन अहिले बेसार छ त्यहाँ सब मरमसलाहरू छ त यो पनि काट्दै मैले प्याक गरिहाल्छु सबै प्याज तितो हुन्छ ए त्यति हो यत्रो माछा अब फ्राईहरू गर्छ अनि हजुर टक्क लाएर माछा उस गरिदियो है लगाइज फ्लास बालेर गर्के फ्ल्यास वाला नराम्रो आउँदो रहेछ कि त्यो हल्का त्यो जाडा टाइपको आउँदो रहेछ कि है हुन्न अनि त्यो थोरै चाहिन्छ के किलो हुन्छ के उसमा जेठो बुढोमा मोल्दा त बवाल भयो गाइस घर बनाइराख्ने बानी छ के भयो के फुल्छ अनि छोड्दैन अब भइहाल्छ त्यसले हाल्न अझै यत्रो फ्राई गरेर पऱ्यो न हामीसँग तेल हाल्न थोरै हुन्छ त यो माछाहरू त त्यहाँ तेलहरू त कति हाल्यो हल्का यत्रो माछा सबै हाल्यो कि तेल सबै हाल्दै सबै होइन पछि सबै सबै खनाइदिए सबै खनाउ के सबै हालिदिए सबै कि ब्याकअपको लागि राखेको कि होइन त्यो माछा धेरै हो नि त त्यही भएर भने माछा नि अब धेरै हुन्छ यहाँ प्याजहरू टक्क लाएर काटेर भइसक्यो होइन गाइज अझ मस्त अँधेरो हुन लागिसक्यो यार हेर्नु सक्नुहुन्छ ल टक्क लाएर अहिले चाहिँ हाम्रो यहाँ भात पाक्न लागिसक्यो है गाइज छोपीले त त्यहाँदेखि एउटा थाल्ने त जुन थाल्ने एउटा गाइज भात चाहिँ मस्त पाक्न लागिसक्यो है ल ओ माई गड गयो ल हाम्रो फर्स्ट माछा माछा फ्राई है ल केटा अहिले सुरुमै अहिले चलायो भने त उस हुन्छ होला है खालेर के निकालेर तार रात पऱ्यो यार केटा हो यार केही नै हुन्न अब रातिमै हो नि अहिले झन् मजा हान्नुपर्छ नि खाने हो भाँडासाँडा मात्रै अनि जाने हो घर यत्तिकै छोडिदिने होला नि है भात अब यत्तिकै यही उसले पाक्छ होइन ल ल ल राम्रो छ केही नै हुन्न अब हामी हेर्दै यस्तो खोला मस्त अनि त्यही नै गाइज अब तपाईँहरूलाई अब यो भिडियो कस्तो लाग्यो होइन छिटो लाइक एन्ड सब्सक्राइब गरिदिनु होला वानके सब्सक्राइब पुऱ्याउनु होला होइन गाइज
त्यही नै हो अब तपाईँहरूले मेरो च्यानलमा यस्तो यस्तो भिडियो पाउनुहुनेछ अझै आँसु आइसकेको छ गाइज होइन त्यही नै हो गाइज ल अब मस्तै लकेडा हो के रातो रातो मस्त देखिया त मान्छ त त्यो भोटेर हल्का ठुलो काँचो हुन्छ है पछि पकाउँछ नि तारमा हुन्न यार अहिले चाहिँ त्यहाँ फेरि पछि कभर गर्छ ल निकाल हल्का टेन्सन बचाउनुपर्छ एकैचोटि नगर्नु फेरि यस्तो बसेर हाने मजै छुट्टी हुन्छ नि त गाई छ अब टक्क लाएर है घ्याप्पै सिधै राखिदिइहाल न बार बोलिरह चाप्पे तेलहरू हाल्दै बजार हान्नुपर्छ तेल भएको भनेको यति है गाइज हो त्यो हाल्न अघि त्यो वान सर्टमै अब एक सर्टमा है भात हेर त भात भात पाकिसक्यो त्यही पनि हेर्न पाकिसक्यो के भात त्यो त्यहाँ उस पार्न छोडिदिएको त्यो के भन्छ अरे उस हुने के केटा यस्तो चाहदिउँ न है कि कस्तो यस्तो हाल्दा कस्तो भयो होला ल है त अब चाहिँ हामीले प्याज हालेर घोलिसकेको छौँ होइन गाइज अब चाहिँ हामीले टक्क लगाएर ग्रेभी बनाउनु लाग्यो के हो नुन त्यस्तै लाग्छ पुरा खाप्न अब पुरा बवाल भयो अब एडजस्ट गरेर खाप्न ओए भयो छिटो अब तपाईँहरूको लागि भनेर यस्तो अँधेरोमा होइन हामी आएर यस्तो गरिसक्छ होइन अब यसको लागि चाहिँ तपाईँहरूले होइन लाइक एन्ड सब्सक्राइब गरिदिनु पर्यो है त गाइज जङ्गलको छेउमा छ होइन कतिखेर के आउँछ केही थाहा छैन होइन गाइज माछा पाक्छ अनि हामी झ्यामझुम खान्छौँ घरिहरू कोही कोही आए जस्तो फिलुनी आएर है बोकेर केटाहरू हल्का कस्तो कस्तो हुन्छ नि त्यस्तो टाइपको हुने कि सो अझ चाहिँ हामी ठाउँ सिफ्ट गरिसकेका छौँ किनकि उहाँ हल्का रिस्की थियो होइन बाघहरू आउँछ भन्ने अनि त्यही भएर अहिले चाहिँ हामी यता यहाँ हामीले यता ल्याइसकेका छौँ होइन अब केही नै भन अब ल राजीले भात पसिन्छ ल ढुक्क खाऊ है केटा मस्त खाने हो तिनजनालाई घ्याप गुम हाल्दै ओइ मलाई त धेरै नहालै सुरुमा अलिकति हाल बरु पछि थपेर खायो हामीलाई होइन अघि त्यही भएर सुरुमा हल्का थोरै हालेर खाऊँ कि माछाको ग्रेभी चाहिँ हेर्न भने चाहिँ बवाल भयो कि आम्बो यस्तो हुन्छ यो हुन्छ मस्त खाने ल ढुक्क आम्बो ल बवालै केटा ल लोकेसन चाहिँ यस्तो छ होइन अहिले क्यामेरामा केही पनि देखिएको छैन होला गाई छैन मेरो छुट्नु अनुसार मेरो छुट्नु बाइक अहिले मेरो छुट्नु बाइक किनकि अहिले मैले यता फ्ल्यास बाल्यो यतातिर चाहिँ हल्का फ्ल्यास बाल्दा नदेखिने कि गाई छैन अहिले चाहिँ हामी टक्क लगाएर भात खाइसकेका छौँ होइन टक्क लगाएर त्यो सबलाई हाल्दै मलाई नै हाल्दै बरु अलिकति थप्दै एकदम ग्रेभी छ फिस ग्रेभी के भन्छ राजीलाई फिस करी करी फिस करी स्पेसल चाहिँ राजीले बनाएको है हाम्रो राजी स्पेसल कुक हुनुहुन्छ यहाँ होइन सो हेर सक्नुहुन्छ राजी स्पेसल तरकारी पनि हाल्दा झ्याम तरकारी फर्स्ट स्टार्टिङ मेरैबाट सुरु भयो आफूले नि आम्बो बास्ना बवाल आएको है बास्ना चाहिँ बवाल आयो गाइज ल बवाल हुने भयो नि त आज झोल नपुग्ने भयो क्या केटा केही भन आफूले हाल्न
चाहिँ धेरै पर्दैन कि माछा मैले माछा लिएर खान्छु ल मस्त चाहिँ हाम्रो सबलाई ल है यता यो राजीलाई यो मलाई म चाहिँ धेरै खान्न होइन गाइज मग चाहिँ यता खा यार यसमा छ हातले हान्ने भयो केटा त्यस्तो चम्चा समचा खली बल्ली अब माछा अब माछा अब सुरुमा चाहिँ म पानी हाल्छ होइन तिनजनाले यसैमा खाने अब ल यता केटा ल दोस्तै तातो यार गाई चाहिँ यार कुनाथले खाने त्यही धरि बिर्सेछु क्या अब मैले हान्छु क्या मागा हात पोलो यार बस है गाई बस के टाढो यतिको चाहिँ मस्त हाल्नुपर्छ बस हामीले चाहिँ टक्क लगाएर खाएर भइसकेको छ होइन गाइज अब चाहिँ हामीले टक्क लगाएर भाँडासाँडा माझ्यौँ होइन अब को च्यानलमा नयाँ हुन्छ लाइक एन्ड सब्सक्राइब गरिदिनु होला अब तपाईँहरूको लागि हामी यस्तो राति होइन यस्तो यो सुनसान ठाउँमा होइन टक्क लगाएर पकाएर खायौँ होइन तपाईँहरूलाई हल्का मजा आओस् भनेर अब त्यही भएर को च्यानलमा नयाँ हुन्छ लाइक एन्ड सब्सक्राइब गरिदिनु होला बाई बाई अब सिधै नेक्स्ट भ्लगमा भेटौँ है त गाइज